नमस्कार साथीहरू, हामी चाहिँ कोरियन भाषाको तेस्रो दिनमा छौँ। हामीले दोस्रो दिनमा भवेल साउन्ड अन्तर्गत सिङ्गल भवेल साउन्ड कतिवटा हुन्छ भनेको थियौँ, 10वटा हुन्छ भनेर लेख्न सिकेका थियौँ भने हामीले कोरियन भाषाको तेस्रो दिनमा चाहिँ डबल भवेल साउन्ड लेख्न सिक्दैछौँ। तपाईँहरूले डबल भवेल साउन्ड लेख्न सिक्नको लागि सिङ्गल भवेल साउन्ड जान्नु नै पर्ने हुन्छ। त्यसकारण एकचोटि हामीले दोस्रो दिनको भिडियो हेरौँ है त। सिङ्गल भवेल साउन्ड एकचोटि हामीले रिभाइज गरेर डबल भवेल साउन्ड लेख्न सिक्नेछौँ है त। आ, या, अ, ए, ओ, यो, उ, यु, उ, इ। यसरी हामीले पहिलो दिनको भिडियोमा सिङ्गल भवेल साउन्ड लेख्न सिकेका थियौँ भने हामीले चाहिँ आज डबल भवेल साउन्ड लेख्न सिक्दैछौँ। हजुरहरूले यो कतिको प्र्याक्टिस गर्नुभएको छ? आउनुहोस् अब डबल भवेल साउन्ड लेख्न सिकौँ है त। 1 नम्बरमा मैले भनेको थिएँ नि उताको जान्नुपर्छ भनेर। अब हेर्नु है, 1 नम्बरमा के होला त? आ प्लस मिश्रित स्वरबाट भनेपछि जोड्नु पर्यो नि त है। आ प्लस इ के होला त साथीहरू? आ प्लस इ ए। सँगै लेख्नु है। आ प्लस इ के भयो साथीहरू? ए। अलि सानो बनाएँ क्या ठाउँ मैले, राम्रोसँग बुझ्छेन है। आ प्लस इ ए। अनि दोस्रो नम्बरमा के होला साथीहरू? ए डबल वाला। ए प्लस फेरि इ। ए प्लस इ के भयो साथीहरू? ए। ए ए कोरियन भाषामा लेख्नु त हजुरहरूले गोलो बनाउने, सिधा दर्को तान्ने अनि सेम। ए के भइरहेछ मेरो अक्षर आज। 3 नम्बरमा साथीहरू अ प्लस फेरि पनि इ है त। अ प्लस इ के भयो साथीहरू? अ प्लस इ ए। अ प्लस इ के भयो साथीहरू? ए। ए यहाँ पनि आएको थियो, यहाँ पनि आएको छ है। अनि 4 नम्बरमा फेरि यहाँ सिङ्गल थियो भने यहाँ चाहिँ डबल गराउने। ए प्लस इ के भयो त साथीहरू? सँगै लेख्नु है, प्र्याक्टिस धेरै नै गर्नुपर्छ। ए प्लस इ के भयो? डबल। यो के भयो साथीहरू? ए के भयो अरे साथीहरू? ए। अनि 5 नम्बरमा ओ आयो है। ओ प्लस इ। ओ प्लस इ। ल यो के भयो साथीहरू भन्नु त? ओ प्लस इ के हुन्छ होला भन्नु त? ओ प्लस इ ओए। ओ प्लस इ के हुँदो रहेछ? ओए। अनि 6 नम्बरमा साथीहरू ओ प्लस ए। ओ प्लस ए के होला साथीहरू भन्नु त? ओ प्लस ए वे।
ऊ प्लस वे सेम सेम भयो है। यो चाहिँ लेख्दाखेरि सुरुमा सेम देखिन्छ, तर पछि हामीले सेन्टेन्सहरू बनाउँदै जाँदाखेरि यसको अर्थहरू पनि फरक फरक हुँदै जान्छ है त साथीहरू। अनि 7 नम्बरमा के होला? ऊ प्लस आ। ऊ प्लस आ के होला साथीहरू? ओ सँगै लेख्नु है। ओ प्लस आ के भयो साथीहरू भन्नु त? वाह वाह। आ प्लस ई ए, या प्लस ई ये, अ प्लस ई ए प्लस ई ए, ओ प्लस ई वे, ओ प्लस ए वे, ओ प्लस आ वा। अलिकति कन्फ्युजन हुन्छ है साथीहरू सुरुमा, तपाईँहरूले धेरै प्र्याक्टिस गर्नुपर्ने हुन्छ भाषाको लागि। अनि 8 नम्बरमा के हुन्छ साथीहरू? ऊ पनि दुईटा छ नि, तर यहाँ चाहिँ टी वाला ऊ। ऊ प्लस ई, ऊ प्लस ई के भयो साथीहरू? ऊ प्लस ई के भयो भन्नु त? वी वी। ऊ प्लस ई वी वी। अनि 9 नम्बरमा ऊ टी वाला ऊ नै हो है। ऊ प्लस ए, ऊ प्लस ए के होला साथीहरू? के भयो साथीहरू भन्नु त? वे वे। अनि 10 नम्बरमा ऊ प्लस अ के भयो त? व ऊ प्लस अ व। अनि लास्ट 11 नम्बरमा चाहिँ साथीहरू यो टी वाला ऊ होइन है त, ऊ वाला ऊ हो। ऊ प्लस ई के भयो साथीहरू? यो ऊ वी 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 वी। यसरी हामीले कोरियन भाषाको तेस्रो दिनको क्लासमा डबल भावल साउन्ड 11वटा लेख्न सिक्यौँ। एकचोटि सँगै पढौँ है त। आ प्लस ई ए, या प्लस ई ए, ओ प्लस ई ए प्लस ई ए, ओ प्लस ई वे, ओ प्लस ए वे, ओ प्लस आ वा, ऊ प्लस ई वी, ऊ प्लस ए वे, ऊ प्लस अ व, ऊ प्लस ई वी। यसरी हामीले तेस्रो दिनको क्लासमा डबल भावल साउन्ड लेख्न सिक्यौँ।